नमस्ते सबैजनालाई। आज म चाहिँ घुम्नको लागि बाहिर निस्केको। हामीहरू चाहिँ साथीहरू मिलेर गएको हो, सबैजना मिलेर घुम्न लागि जाने प्लान थियो। त्यही भएर आज चाहिँ घुम्न निस्केको छु। भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला। हाम्रो केटाहरू आइपुग्यो है, केटाहरू आइपुग्यो। हाम्रो हिरोहरू है, हिरोहरू है आइपुग्यो। ल हाम्रो डिभिजन कम त ह्यान्डसम भएको छ। आमा अनि यो चाहिँ म है क्यामेराम्यान। डिभी पनि क्यामेरा निक्लिन्छ हेर, आइफोन हो उनको फेरि। हो मिलन के छ? ह्यान्डसम मिलन हेर्नु फेरि माइला दाइ हो। हामी नेपाली अगाडि है, नेपाली। नेपाली नै त। बसमा चढ्न थाल्यो। त्यसमा नेपाली, त्यसमा म्यानमार, इन्डोनेसिया, लास्टमा श्रीलङ्कन। सानो बसमा चाहिँ केटाहरू ल जति गर्नु पनि मिल्यो तर बढ्नु चाहिँ पऱ्यो फेरि। सेन्सेलाई चाहिँ मैले म्युजिक बजाउनको लागि रिक्वेस्ट गरेको थिएँ। सेन्सेले हुँदैन भन्नुभयो, त्यही भएर म्युजिक चाहिँ बजेन। म्युजिक बज्दा चाहिँ डिस्टर्ब हुन्छ भन्दै थियो ड्राइभरलाई, त्यही भएर। अब यहाँबाट हिँड्दै जाने होला नि त। के चोइरे Nakajima sensei que mitad to que handsome this. Oh. खाबानमा कुको नि उक्ताले देशका खाबान Oi, आउन फर्स्ट मा नै कहाँ झऱ्यो? के छ हौ? ओरे भो ह सेन्से कुको दे सिपाती आरुते ओ दिपेश के छ? ओए चोइरे जाऊ रे ल। सबैको एउटैको परेछ। के एउटै पर्छ प्यान्ट? के छ तिमीहरूको खबर भन। राम्री राम्री है सबैजना। ओ स्नेहा के हो यसो हाम्रो भिडियोमा हाई हेलो नगर्ने? तिमीलाई सम्झे खरे। Please follow, subscribe and share. यो मान्छे कति रिसा होला छ्या। म बोलेको छैन यस्तो। यो मान्छे कति राम्रो देखाएर नाइट काम गरेको हैन 2 घण्टा हुन्छ। ल बधाई। हाम्रो नाकाजीमा सेन्से यो चाहिँ हाम्रो कुवाई है, ह्यान्डसम कुवाई। तर दादाको फोन चाहिँ राम्रो छ के, क्यामेरा दामी आएको छ। दामी छ। हामी नेपाली ग्याङ है, यता चाहिँ नेपाली ग्याङ के भन्छ। साथीहरू हामी अहिले चाहिँ लाइफ पार्क कुरासेकी साइन्स सेन्टरमा आइपुगेको छौँ। यो चाहिँ ओकायामाको कुरासेकी सिटीको साइन्स सेन्टर हो। यसमा चाहिँ हामीले डिफ्रेन्ट अनुभवहरू एक्सपिरियन्स गर्नेछौँ।
अब भिडियोमा हेरौँ है त हिजो चाहिँ बासुはどこですかヒトツバスどこ行ったんだろうまだ来てないミャンマーのバスミャンマー छैन ल्याउने आफै बोकेर छ क्या छ यो चाहिँ म्यानमारको बल्ल आइपुग्यो ल जान नि मान्छे चिनाउनु दाइ मान्छे नि चिनाउनु एक एक भयो ओइ, ओइ, छोडा तर किन ढिलो आएछ यो चाहिँ है म्यानमा भनेर लेखेर रहेछ त म्यानमा इन्डोनेसिया लेखेको रहेछ होइन के हो एउटा एउटा छ त ड्रेस अप त कहिलेबाट ट्विन होइन तर उनीहरू मिलाउने ट्विन मिलाउने भनेर मिलाएको होइन क्या होइन भइहाल्यो। आफै मिलिहाल्यो झन् कहाँ खोइ के छ केटा खबर ओखा म त सेन्सी हो ओहायो गोजाइमास先生これどこ使いますかこれ使わない大丈夫あこれごめんなさい使わないあ私先生ありがとうございますयो चाहिँ हामी सङ्ग्रहालयमा आएको है सङ्ग्रहालय साइन्स सङ्ग्रहालय कोरे त नानी चुकुरो ए माथि पानी जाँदो रहेछ है हिमाउन चाहिँ दामी छ है साइन्स सङ्ग्रहालय भन्छ यसलाई चाहिँ सङ्ग्रहालय अरे के गर्छ अरे यसलाई त्यो चलाएपछि चाहिँ यो हुन्छ है यस्तै छ कनेक्सन चाहिँ सायद त्यो घर्षण हुनसक्छ है यो चाहिँ
कोनी नानीका 이거 이거 원도 यहाँभित्र जानु भूत बङ्गला रे हो निकायमा के रहेछ मन गएन यार 아리가또 고자이마스 arigatou gozaimasu今ここहामी चाहिँ एउटा प्लाटिनियम भन्ने ठाउँमा गएको थियो भित्र सिनेमा हल जस्तो ठुलो थियो तर त्यहाँ चाहिँ भिडियो सिडियो केही खिच्न मिल्दैन भनेको थियो त्यही भएर मैले भिडियो चाहिँ खिचेन हो साइल भाइ के छ यार निन्द्रा पुग्यो निन्द्रा पुगेन दाइ एकदम रमाइलो भयो एकदम मुभी एकदम राम्रो थियो एकदम सपोर्ट गर्नु किप सब्सक्राइब किप लाइक किप सपोर्टिङ अस थ्याङ्क यू गाइस म तपाईँलाई भनिदिन्छु नि त प्लिज सब्सक्राइब दिस च्यानल वी शेयर दिस आवर न्यू भिडियो डे बाई डे कम टु कम चाहिँ मेरो बोयफ्रेन्ड हो हो त ऊ चाहिँ मेरो नन्द ऊ चाहिँ मेरो बुढो हो यो कहिलेबाट भयो त्यस्तो होइन रिल्सको लागि हो? ल ल यिमा बासु त गर कोकोरा कुकुरा It's good. It's good. It's good. Hi, sensei. It's good. Good. It's good. Let's do. हामी चाहिँ यहाँ सकेर सेतो ओहासी ब्रिज भनेको चाहिँ यो जापानको सबसे लामो ब्रिज हेर्न लागि चाहिँ पासुजङ भन्ने ठाउँमा चाहिँ जाँदैछौँ पासुजङ पार्कबाट चाहिँ ब्रिज हेर्न भनेर त्यतातिर लागेको छौँ त्यो हुँदैन क्या ग्यास्ट्रिक त हाम्रो यता हेर्छ सरकार त यत्रोको अहिले त खतरा देखेको छ के हो हामी पनि हेरिरहेको छौँ त हेरिरहेको छौँ हेर न सरकार यहाँ हाम्रो पनि हेरिरहेको छौँ तपाईँले च्यानललाई अनसब्सक्राइब गर्नलाई ओके ありませんはいない時どうする先生 Não está aí, Bicoero. ओए सिला सिला तिमीहरूले देखाएको थियो हिजो पिलिपिली कुदेको लौबाट मैले देखेँ होइन ऋषि र अनि पुग्यो त यति भयो त दिदी ए ऋषि फोटो खिच्न त यहाँ दामी आउला छ त खतरा भिडियो आउँदो रहेछ त तर नेपालीको बस मात्र अगाडि किन भिडियो कि फोटो Hello guys, it's me Rishi. आज हामी स्कुलबाट होइन
टक्क घुमघाम गर्नको लागि आएको तपाईँको म दामी क्यामेरा आउँदो रहेछ बाबा राम्रो रहेछ हाई सेन्से नोबोरिमासु हाई सेन्से तमाङ सान म जोत्तु तोत्ते मास चुत्ते मास 誰 तमाङ सोनाम सान ソナムさんはい頑張って 先生今日の日はどうですか今日は楽しいですね楽しいですね今日は雨も降っていないので気持ちがいいですはい涼しいですねはい先生はいよかったあ違いましたか階段が急ですねはい皆さん登っています皆さん登っていますよいしょはいフォトスポットはどこだソナムさんソナムさん疲れました疲れましたか大丈夫元気な人です歩くできるバナナ池山に生まれたから足が強いですねあそこだお腹が空きました皆さんこんにちは歩いた自転車で走ったマジから田舎にエベレストは登ったことはできますねみんなとっても大変ね大変ですよとっても高い世界一高いですねエベレストを登る前に練習しないといけない、ねトレーニングはい2ヶ月ぐらい多分そうですね練習してその後できると私たち行くと死にます死にますねしないでくださいしないでください What's that? Itu tadi kita. あそうクラクラ कटु लाउने दाइ ह्यान्डसम देखेछ है कटु लाउने ह्यान्डसम देखिरहेछフォトスポットがあるかなフォトスポットあーナイスビューあー渋川ね見てこれ島がいっぱい島降りれますここね夜はいデートにどうでしょうデートにअब फोटो सोटो खिच्यौँ है जाम खाजा खानिँदै त्यसपछि अब चाहिँ अब यसो खाजा खाने ठाउँमा जानु पर्यो म त ओडी हिँडेको जस्तै हिजो जस्तो त्यो चाहिँ उमी है उमी हेर्न आएको यही हो अब खाजा खान जानु पर्यो ब्रिज पनि देखिन्छ यहाँबाट तर क्यामेरामा त्यति क्याप्चर भएको छैन मेरो आइफोनमा आइफोन रे आइफोन हुँदा दिने नमस्ते नमस्ते सब खाइरहेछ अब चाहिँ खाजा खानलाई जानु पर्यो हामी उमी हेर्न आएको चाहिँ यता नि खाजा खान थाले हो र ओ यता खाजा खान थाल्यो र नेपाली हो र अनि माथि गएको छ त चाहिँ ब्रिज हो सेतो हासी ब्रिज
यहाँ चाहिँ फोटो खिच्ने काम चलिरहेछ। त्यहाँ दूरबीनबाट नि हेर्न मिल्छ अरे, पैसा तिर्नुपर्छ भन्दैछ। यहाँ चाहिँ हाम्रो ह्यान्डसमुना हिटो ऋषिराम देश यो सिधै सुक्का खाजा खाँदै न एकछिन बोक न। दूरबीनबाट चाहिँ के हेर्ने, त्यो ब्रिज हेर्ने हो। माछा त देख्दैन होला। हाम्रो साथीहरू चाहिँ माथि गएको छ। अब त्यो त सेन्स ए मादा दे सेन्स आरिमा सेन्स देन त 2階、あの中の2階で食べられるよ。ここに持ってきたもん。あ友達あそこにいるからあ、友達がいる。はい出発しましょう。私どこ？あ、ここにみんなミャンマー人だけ。あ、インドネシアにもいる。ネパールどこ？どうしてネパール人ない？プサン。綺麗に見てるね。まだまだ食べに行っている。おいロビーあるロビーको आज हलाते देता एक कोक लिएर रहेछ ल मलाई कोकै खानु मन छ लोभी अरे हैन लोभी अरे यहाँ मलाई त कोक खानु मन लाग्यो तिमी ल्याएर रहेछ ल ल ल लोभी अरे यिनीहरू लोभी सबै होइन हामी। को नि मिथेन ह्यान्डसम हिटो सेकाइदिएछु साथीहरू यता चाहिँ उमी र ब्रिज हेरिसकेपछि चाहिँ हामी एउटा नोजाकी हाउस भन्ने हेर्न जानेछौँ। त्यहाँ चाहिँ पहिला एउटा समुद्रको पानीबाट चाहिँ नुनको व्यापारी थियो अरे, एकदमै धनी एकजना व्यक्तिको ठाउँ अरे। अब त्यहाँ हेर्न जान्छौँ। अनि त्यसपछि चाहिँ त्यो सँगैनिर चाहिँ जिन्स स्ट्रिट छ। अब त्यहाँ गएर हेरौँ जिन्सहरू कस्तो छ। यहीँ कोही रहेनछ भन न, देखिहाल्यो हेरिहाल्यो। जे होस् आज मौसमले चाहिँ साथ दिएकै भन्नुपर्छ। हिजो चाहिँ टन्नै पानी परेको थियो, आज पनि पर्छ कि भन्ने लागेको थियो। बादल चाहिँ लागेको छ आकाशमा। मौसम चाहिँ अब घाम पनि छैन त्यति, कहिलेकाहीँ लागिरहेको छ। जे होस् मौसमहरू हिँड्नलाई चाहिँ यो गर्मी महिनामा चाहिँ शीतलै भएको छ। अब हामी यो बाटोबाटै लागेको छौँ। अब गएर चाहिँ एउटा धनी मान्छेको ठाउँमा हेर्नेछौँ। ल त्यतै भेटौँ होला। हो अझै 11-20 छुट्यो है यहाँबाट चाहिँ टिमअप भएको छ। हाई सेन्से इमा शिव चुकुरु सेन्से मुर्यो देशका お金は払いましたよ。ソナムさんだけ特別また払私だけ無料先生大丈夫ですかったよ。हामी चाहिँ यता नुन बनाउनलाई जाँदैछौँ है। नुन बनाउने रे आज म चाहिँ ए ग्रुपमा परेको। ए ग्रुप जति सबै नुन बनाउन र बी ग्रुप चाहिँ जिन्सहरू हेर्नलाई छुट्टै ग्रुप बनाएर गएको छ। हामी चाहिँ नोजाकी मान्छेको घरको अगाडि पुगिसकेका छौँ। यो सबै नोजाकी भन्ने मान्छे एउटा मान्छेको घर हो सबै। पहिला चाहिँ यही घरलाई चाहिँ कारखानाको रूपमा बनाएको थियो अरे।
खै होला हामी बाहिर गयो भने तिनीहरूलाई बाई 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 बाई昔ながらの方法で今日は皆さんにも塩を作ってもらいます。今から火をつけます。鍋をかき混ぜてください。これさ、冬これ。オッケー。あ、頑張れ。頑張れ頑張れ。頑張れ。跳ねるけど頑張れ頑張れ。早い。おすごい。あ、皆さんすごいね。モーさんも皆さんに作ってるの。もうさんもう一度お願いします火をつけますよ。あの海で口切れないですか。एउटा ढेँडो पकाएको जस्तो लागेर है हामीले साइन्सको ल्याबमा गएर देखेर केमिस्ट्रीको गऱ्यो कि ब्ल्याक हाम्रो ह्यान्डसम बोय बनाउने अब यिनी ब्युटिफुल छ है फेरिもう一度もう一度のモーさんですね。私はビデオ作りませんそれせでは鍋の塩は少し冷めてきた。मैले बनाइदिनु हो मैले ल खै त बनाएर भ्याइसक्यो आजबाट नुन बनाउने भयो केटाहरू ल खोइ नुन बनायो ल बधाई छ ल आजबाट आरुबाई चाहिँ है तिमीहरूको
ल हामीले चाहिँ नुन बनाएर चाहिँ निस्कियो 料理使って。先生これからどこですかこれから少し家の中を見ます。はい先生野崎さんの家の中。昔の塩作りのビジネスをした人です。ビジネスメンのそうそうそう。大きい家ですね。これは一つの家ですかファミリーとかみんなで住んでる。全部あの人の家これこれはまあ前は多分塩作ったのをあ多分保存ストックしたりとかね。ここに塩って言われてる。अब हामी चाहिँ यो पहिला नुन बनाउने के अरे साउको घरमा छिर्दैछौँ है यो चाहिँ एकजना व्यक्तिको मान्छेको हो सबै त्यो नाम चाहिँ सहदेवको भन्नु将来の私の家です大きいね。ね先生ネパールで作って。ね成功して。でも海がない先生塩は難しいね。はいどうしよう。山のだけあります何作ろうか。山のだけありますでも少し山があるから。何がいいかな。すごいね。山のとても高い塩うん。高いやろ。あいえ山の塩は高いそうだ。ヒマラヤソルトがあるね。そうだ。ヒマラヤソルト。音を聞いたら順番に変わってあげてください。水金窟というね、特別なものがあります。के भनेको この水は、海のちょっと普通の水じゃない。普通のじゃないから、でもまあ海の水から。 चुनचुन ओ यो साधन ल ऋषि मेरो पारो ल गरम गर्ने दाइ तपाईँको पालो आयो त ए त पानीको साउन्ड सुन्यो कि त ए ठिकै दाइ सोनम दाइको भिडियो बनाइदिनु त सोनम सानो पाला आएन 特別な यो त थालमा पानीको थपो थपो खसाले जस्तै कि त 聞こえる 聞こえるてんてんてんてんって言われてない。今度はお茶の部屋ね。 हाम्रो विशाल भाइ 何も聞こえない。 聞くねあなたの心が綺麗な人しか聞こえない。ほんとせんね心が綺麗な人だけ。それからまた聞こえない聞こえないね。心綺麗じゃないと聞こあえーギターの音。 मेरो पारो ल これ嘘ピアノ。ピアノロックンロールかもしれ ल ない。 ल टुनटुन गर्दैन टुङ 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 गर्छ चुनचुन टुनटुन टुनटुन 多分聞こえないよ。心聞いた。はい先生聞こえます聞こえたらみんなあっちに行きましょう。 ल ऋषि जो シランさんの。どうぞあなたあなたもうやりますそうなの聞いたね。はいもう朝さんはええそう朝さん聞こえるやってやって。 ठुलै आउँदो रहेछ नि ठुलो आउँछ ल जाउँ感じのチュンチュンミンガラバミングラバ本当これは手あるねおいしいおいしい教えて
聞こえない誰も。お風呂？入ってください。入ってください。आओ वो पूरे रहे पुरानो जमानाको खा今何もない先生。あったところ。いろいろなものあってご飯を作ってしましょう。うわ、यसले के छोड्ने हो? टिकटकमा हाई हाई गर्दैन नि त्यही होला अरे ल फुटाइदिनु मोची? कतिकै हेरिसक्यो मोची ステーキライスをここに入れて、でこれで英語で何ですか先生？モチにもちろんライスケーキ。ライスケーキ。ライスケーキああ、わかりました。राइस के यसबाट टिकटकमा भाइरल गरिरहेको त्यही होलाお茶を粉にする道具、お茶の隣はタバコを吸う。はい。これは鰹節を削る道具ですね。ああ、わかりました。जाँतो होइन केटा? ドライしたの。昔のタバコはこういう葉っぱがあってこれをここに詰めます、でこれに火がついてるのでこれで火をつけて吸ってどうかな美味しいんでしょう。で灰吸い終わった灰はここに捨てます。美味しいですか？吸い出したらやめにくくなるよ。すごいたい。これおにぎりだって。おにぎり作る？あ。ワッフルを焼く道具でワインबनाउँदो रहेछ है। トースターですね。これはお米を洗う道具、お米をきれいに研ぐ道具。これがね100年前ぐらいの道具なんだけど日本ではこの頃にやっと電気が使えるようになりました。この辺は昔のね蚊取り線香とかタバコですね。これ卵焼き。寒い時は湯たんぽ。布団の中とか豆炭あんかでこすってで温まると。これパンをその当時食べて。これのパンを焼く本当のトースター。トースター作る？そうこれで。作りたい。でこっちはパンを作る鍋。パン粉からですね。シフォンケーキみたいな形のパンが焼ける。これ米あるんです。
कोही कति रे 200 वर्ष अगाडिको दाइ हेर न कति वर्ष अगाडि यस्तो पान सान बनाउने के वाफल मेकरले ब्रेड पान बनाउने चोटो मात्रै नि सुनाम दाइ लाइट हाल्नु पुरै काठको पो है 板を火で焼きます。強くなります。 ओ या के चाहिँ चाहिँ ほら、手が黒くなってる。炭。ね、黒くなっています。 डढाएर बनाएको है किन रहेछ बलियो हुन्छ भनेर 焼いています。 भगारी हो भगारी म यस्तो गुफामा छु गाइस सेन्सान सेन्सान खाइन्छन्私センサンに行っているねあなたはいりますでも誰に紹介するわからないいるために今どこ誰ああ一番綺麗ねああ何どうやってする大好き本当グルム見えるグルム結婚式の女の子結婚したいですかまだ後でこれいくらですか महँगो होला दादा प्राइस धेरै है जिन्सको 30,000 प्राइसको 25,000 होइन 27,000 27,000 ट्याक्स समेत हेर यस्तो महँगो छ नि कहाँ हुन्छ त यसो किन्नु पर्ला भनेर है यहाँ आएर सोचेको त नसक्ने गोसिन छ त दादा हँ गोसिन छ आमा चार सकिन्न काम लाग्छ यहाँ आएर किनौला भनेर सोचेको थिएँ सस्ता पाउला भनेर यत्रो सक्नु टक्क कुमात्तेहरू आरिगातो अलिक बिस्तारै आउनुपर्छ नि तर लाइटमा त दिँदो रहेछ राम्रै पुरा
पुरानो कहाँबाट फुत्त देख्छ र कहिले काहीँ मात्र आकाश फुल्किन तपाईँ आफ्नो बाटो चाहिँ पहाडी गरी ल अब जाम 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 इमासेन तपाईँहरूलाई भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला धन्यवाद